यो छिटो जान्छ हिँडेकै बाटो जाम के कहाँ हिँडेको त मेले पहिला कहिले गयो सिनाइ बारको नि यतै हो घर ए फापर खेत ए यो चाहिँ सेत बरुवा हो है यो सेत बरुवा जो नेपाली कागजको लागि कच्चा पदार्थ बनाउने सेत बरुवा यहाँ पाइन्छ मिनी ब्लग मेलेको चैते खोलो यो है यो जाने हाम्रो पाला ए चैते खोलो अहिले अहिले त यो हाम्रो आफ्नै घरबारी हो रे सोजमला चिसो त छैन नि है हिँड्दा हिँड्दा गर्मी भयो त्यही नि मैले चाहिँ ज्याकेट लगाएको है मलाई दुईटा लाइट काममा पठाउँदा त रिस उठ्छ अहिले यहाँ रङ्ग लाएर हिँड्छ अहिले कर ल्याइन्छ अहिले रर ल्याइएको छ कोठा भनेपछि क्लासमा जाँदा पनि त जहिले मैले छोड्दै हुन्छ भनेको अहिले रर ल्यायो अहिले नि बाटो रर ल्याउँदा रमाइलो हुँदो रहेछ कर ल्याउँदा रुँदै यो होइन हामी त भैँसी ल्याएर आएर बिचमा एक दिन बसेर नि गयौँ एकचोटि खरबारी आएर खर बोकेर गइयो रुँदै ल्याएर वर्ष यहाँ खर बोक्न ल्याए एउटा मुठा बोकाइदिन्छन् बोक्न सकिनँ एउटा बुढा भन्ने छोडेर कहाँ हो कसलाई जोडे दुईटा जेठाजुहरूले एउटाले मासुबाट भारी तान्दिने एउटाले घुचेस निहारेर ल्यायौँ बल्ल बल्ल नेटा ल्याइदिए पालुवा छाड्छ यहाँ भैँसी आउँदा खान्छ ननेर हामीले पिटी पिटी लखेर्दै यो खायो भने भैँसीलाई जाँड लाग्ने हुन्छ तपाईँले त बत्तलको खानुपर्छ त्यो लाउनु भनेर नयाँ उतिखेर पलाएको अरू के पाइन्छ त यता यता नि आउँथ्यो भैँसी चर्न त्यो त उतै हो क्या उहाँ त्यो उसबाट भित्र म होइन म उहीँ बिउ हो यहाँ कोही नि जन्मेको होइन
यो मनमा छैन नि केही खोटा घर त मेरो बागलुङा बिउकोट वनमा काँडा छ तिमी उता म यता न्यान्त टाढा छ तर बिरानो नसम्झ माया गाडा छ 90 पुगे 90 पुग्नु भयो 94 साल कति पुग्यो भारी बोक्नुहुन्छ बोक्नको लागि चाहिँ ल्याएको छु बस्तीलाई भैँसी छ भैँसीलाई एउटा लैन बजै बजै ऊ पनि अब 80 मा के थियो अनि भाइ भाइको 80 84 गरेर भाइको नि 84 गरे यो राम्रो ठिकै राम्रो बस्छ तपाईँ माथि नै हो म त बुढो घरमा त्यो चाहिँ त्यो बिउ हुन त्यो हुन माथि पानी हुन बस्ने त्यो मधेस बस्ने त्यो चिकुलगढ बस्ने चिचान बस्ने त्यो चाहिँ पुरा उन्नति बस्ने सबै दाजुभाइ ओहो हरि भाइको छोरी ठुली छोरी छोरी हो बुवा खै बुवा त जानुभयो बेलैमा ओ ड्युटी गर्न हो कहिले 2 वर्ष 2.5 वर्ष भयो अब यहाँबाट गइयो त्यहाँ उता छोरी उठाएको आएको घर गएको पनि थियो त्यो घर त्यहाँ बिउ जानुभयो बिउबाट चिताउन जानुभयो चिताउन फेरि बिउ आएर अनि स्वर्ग जानुभयो मैले त्यो दुध खाने थिएँ भाइ मैले जाँदैन यो कान्छो यी म साइलो ल त्यो रस्ता चाहिँ घर छ नि त्यही हो तल बाटाहरू त दोकान गर्ने त्यही हो फेरि गाडी आउँदा बोलाउनु होला पस्नु होला नै म चाहिँ एक दफे यही हो गाडी छैन र तपाईँको त छ चिन्दिनु भएको होइन र छोरालाई किन्दैछ नि म के ल त नि बा ल बा गयौँ है आँसी लानु भयो अलि साह्रो रहेछ नि फेरि भाँचिन्न के टिप्न जानु गरे तपाईँ हाडचुरन यो हाम्रो पुरानो घर हो एकदम यहाँ चाहिँ बाटो ठ्याक्क यहाँबाट मुनि घरबाट मुनिको बाटो गइरह अहिले घरको गाह्रो मात्र बाँकी छ अरू सबै भत्किसक्यो हामी चाहिँ सानो हुँदा एकदम वहाँबाट हिँड्दै आउने जाने गरेको घर हो यो देशी सिस्नो ल सबैले अब हाम्रो खाने बेला भयो मूलतिर त जाने हो कहाँ मूल बनाउ गएर हुन्छ र ल त्यो छिटो सक अनि दुईटा हातले यस्ता बुढाबुढीलाई ल्याएर यिनी फेरि पछि हुन्छन् कि भनेर अगाडि ल होइन यो खाने कुरो हो
पहला गएर यो गएर खै सानो होला खै हुनुहुन्छ त यहाँ अहिले पकाउने कस्तो हुन्छ रोखमा समय होला सानो चन्द्र एउटा यता सिधा सिधा आऊ क्या त्यहाँ यस्तो हत्ते छ हल्का हल्का रुगा लगाइरहेको आयो साथीहरू त्यही पनि मैले चाहिँ भिडियो खिच्न आउने छोडेको छैन 19 फाउन्टेनका गोठहरू हामी सानो हुँदा ती खरले छाएका गोठहरू थिए यहाँ थिए पहिला मान्छे बस्थे यसमा अहिले कोही पनि छैनन् मान्छेहरू यस्ता गोठहरू ठाउँ ठाउँमा छन् जङ्गलको बिचमा कति भाउ रे तिमी अँध्यारो भइसक्यो झन्डै झन्डै अब घाम अस्दा